हेलो नमस्कार सबैजनालाई। आज चाहिँ हामी सबैजना मिलेर कहाँ जाँदैछौँ भन्दाखेरि हामी चाहिँ आज सबैजना मिलेर फिल्म हेर्न भनेर जाँदैछौँ। मोटरसाइकलमा पछाडि बसेर टेढे टेढे कस्तो हो मैले भन्ने आएन है गीत चाहिँ। हामी सबैजना एकदम ओभर एक्साइटेड छौँ है यो फिल्म हेर्नलाई, किनभनेदेखि अब यो एउटा त यो फेमिली ड्रामा जस्तो छ र पहिलाको जीवनको एउटा छोरी बुहारी वा श्रीमान श्रीमतीले चाहिँ हेर्नै पर्छ है भन्ने खालको चाहिँ एउटा अहिले रिभ्यूहरू आइरहेको छ नि त यो फिल्मको। त्यही भएर नि हामी हेर्न गएको र अब यो कति 3 हप्ता चलिसकेको छ होइन। त्यही पनि अझै पनि आज हामीले गएर के फिल गऱ्यौँ भने यो फिल्म हेर्दाखेरि चाहिँ यति धेरै भिड थियो कि यो फिल्म हेर्ने बेलामा होइन। टिकट पनि नपाएर बल्ल बल्ल टिकट पाएको हो हामीले चाहिँ। अनि त्यस्तो गर्दा गर्दा चाहिँ हामी अहिले जानको लागि हेटौँडा बजार आइपुग्यौँ साथीहरू। आज चाहिँ हामी यनेस सिनेमा हल हेटौँडामा चाहिँ यो फिल्म हेर्न जाँदैछौँ है सबैजना फेमिली, हामी भाइ बहिनी अनि त्यसपछि मेरो छोरा दिदीको छोरा भिनाजु सबैजना मिलेर चाहिँ फिल्म हेर्न जाँदैछौँ। भिनाजु जान्छ न काबिसले चाहिँ फेरि भिनाजु छैन भन्दै भनिरहेको छ यहाँ जिस्काउँदा। अनि हुँदा हुँदा चाहिँ हामी यनेस सिनेमा हल आइपुग्यौँ होइन। एकदमै धेरै भिड थियो कि यो हल चाहिँ होइन। अब यति धेरै थियो कि क्राउड थियो, एकदमै हेर्दा खुसी पनि लाग्यो। सबैजना आउनुभयो फिल्म हेर्नको लागि हेर्नुहोस्। त्यही भएर हामीले चाहिँ यहाँ पोस्टरमा बसेर एउटा फिल्मको एउटा के अरे फोटो पनि लियौँ सबैजना मिलेर चाहिँ। त्यसपछि हामी हलभित्र गयौँ। हेर्नुहोस् त साथीहरू कति धेरै भिड छ आज। टिकट पनि बल्ल बल्ल पाइएको थियो। अनि टिकट पाएपछि टिकट पनि अझै अगाडि बसेर हेर्नु पऱ्यो, राम्रोसँग हेर्न पनि ठाउँ नै थिएन। हाम्रो भाइ चाहिँ निराश भएर बसिरहेको छ टिकट नपाएर। एउटा टिकट नपाएको भएर भाइले चाहिँ फिल्म हेर्नै पाएन हामीसँग बसेर, बिचरा मेरो भाइ। अनि काबिस चाहिँ पुरै ओभर एक्साइटेड भइरहेको छ कि फिल्म हेर्न जाने, उसलाई के हो थाहा छैन, गौँथली हेर्न जाने गौँथलीले हेर्न जाने भनेर भनिरहेको छ है काबिसको भिडियोमा पनि। अनि यो फिल्म चाहिँ कस्तो खालको थियो भने एउटा सामाजिक समाजको चित्रण गर्न खोजिएको थियो। यो चाहिँ अझै अब पहिलाको जमानाको होला, अहिलेको जमानामा त खासै त्यस्तो खालको सासू वा त्यस्तो खालको बुहारी पनि छैन होला। किनभने आज फिल्म हेरिरहँदा पनि त्यहाँ कतिपय आन्टीहरू हुनुहुन्थ्यो होइन। अनि उहाँहरूले चाहिँ के भनिरहनु भएको थियो नि, अब त्यो इन्टरभल भयो नि त अनि सबैजना बाहिर निस्किनु भयो नि, हामीले यस्तो बुहारीलाई गऱ्यो भने त अहिलेका बुहारीहरूले त्यत्तिकै बस्छन् होला त हातमा दही जमाएर हामीलाई उल्टै पिट लाग्ने भएको थियो होइन। अझै त्यही पनि होला, अब अहिले अलिकति पढे लेखेको छ भने बुहारीहरूलाई पनि पहिलाको जस्तो चाहिँ पढ्नको लागि त्यस्तो जस्तो फिल्ममा देखाएको जस्तो त अहिलेको समाजको चित्रण त त्यस्तो नहुन पनि सक्छ। तर पहिलाको टाइममा चाहिँ त्यो थियो र पो यो कामहरू बन्यो होइन। वा अहिले पनि हुनसक्छ कतिपय ठाउँमा चाहिँ यस्तो वास्तविकता हुनसक्छ। एकदम इमोसनल छ यो फिल्म चाहिँ, एकदमै हेर्नुपर्ने छ। फेमिली ड्रामा हो जहाँ श्रीमान श्रीमतीको माया देखाइएको छ। धेरैजना रुँदै फर्किनु भयो फिल्म हेरेर चाहिँ। रोको चाहिँ भिडियो लिन म पनि एकदम धेरै इमोसनल भएँ यो फिल्म हेरिरहँदाखेरि चाहिँ। मलाई चाहिँ एकदम धेरै राम्रो लाग्यो फिल्म। तपाईँहरूले नि हेर्नुभएको छैन भने हेर्न जानु है साथीहरू।